हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ म बेल्टर बजारको तपाईँहरूलाई दृश्य देखाउँदैछु हैन साथीहरू। आज चाहिँ हामी थोरै गाईघाट जानुपर्ने भएको कारणले चाहिँ यस भिडियो बनाऊँ हैन, भिडियो बनाउन मन लागेर यसो भिडियो बनाएको। कस्तो लाग्छ हेर्नु होला हाम्रो बेल्टर बजार। कतिले त बेल्टर बजार देख्नु भएको छैन होला हैन, कृपया मेरो भिडियो मार्फत हेर्नु होला हैन। आज चाहिँ तपाईँहरूलाई म बेल्टर बजारदेखि बिचोकदेखि बसप्राकतर्फसम्मको यसो यात्रा गराउँछु, कृपया हेर्नु होला। देख्न सक्नुहुन्छ बेल्टर बजार एकदमै बवाल छ हैन, एकदमै सुन्दर छ हैन, देख्न सक्नुहुन्छ। यो अगाडिको चोकलाई चाहिँ हाम्रो बिबी चोक भनिन्छ। यहाँबाट सिधै गएर चाहिँ हाम्रो बसप्राकतर्फ जान्छ हैन साथीहरू। एकदमै बवाल छ, एकदमै भिडभाड पनि एकदमै बढी छ। तर कति मलाई समस्या लाग्ने भनेको चाहिँ यो जुन पैदल यात्री हिँड्ने फुटपाथमा चाहिँ हैन, जता भावी अब पसल राखेको छ अवस्था छ हैन, कतै बाइकहरू पार्किङ छ हैन, त्यो भएको कारणले चाहिँ फुटपाथमा हिँड्ने पैदल यात्रीहरूलाई चाहिँ अलिकति बिच बाटोमा हैन अब हिँड्नुपर्ने बाध्यता हुन्छ। त्यो भएको कारणले चाहिँ एकदम एक्सिडेन्टको जोखिम हुन्छ जस्तो लाग्छ मलाई साथीहरू हैन। अब त्यति हैन हाम्रो अब यसमा हेर्ने बजार समितिहरू अब के हुनुहुन्छ हैन, उहाँहरूले चाहिँ एकदम यसलाई एकदम व्यवस्था हैन म्यानेजमेन्ट गर्नुभयो भने चाहिँ एकदमै बवाल देखिन्छ हाम्रो बेल्टरमा नि हैन साथीहरू। मलाई चाहिँ त्यस्तो लाग्छ साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट मार्फत बताउनु होला। र अब हाम्रो चाहिँ आज गाईघाटसम्मको यात्रा हो हैन साथीहरू। अब हामी बसप्राक पुग्यौँ। अब यहाँबाट चाहिँ अब अरू भिडियोहरूमा देखाउँ।